ल है आज चाहिँ हामी मन्दिर जानुको लागि चाहिँ रेडी भइसकेछ। यहाँ छोरी कुर्तामा, यहाँ चाहिँ मेरो मिसेस र अब हामी चाहिँ लाग्नु आँटेको मन्दिर, माथि डाँडा मन्दिर जानु आँटेको। हामी चाहिँ घरदेखि चाहिँ निक्लिसकेको छौँ र अहिले भन्नुपर्दाखेरि चाहिँ हामी चौरस्ताको अगाडिपट्टि आइसकेको छौँ। यहाँ मेरो मिसेस, यहाँ चाहिँ मेरो छोरी र म, हामी चाहिँ डाँडा मन्दिर जाँदै गरेको। अहिले फिलहाल चाहिँ हामी चौरस्ता इन्टर गरिसकेको छौँ, आइसकेको छौँ। दामी बोल्यो त इङ्ग्लिस। झाटा रे कि दामी इङ्ग्लिस बोलिरहेको गयो नि। हामी चाहिँ यहाँ तिनजना चाहिँ डाँडा मन्दिर आइसकेको छौँ। यो चाहिँ चौरस्ताको दृश्य। दुईजनालाई चाहिँ गरम भयो अरे, स्वेटरहरू बोकिरहेछ हो। यो चाहिँ आजको चौरस्ताको दृश्य जति पनि देखिरहेको। शिवांगिरि प्रणाम गुरु माहि कुमति गुरु का जगत शिवेन वददातु वागिरि साक्षा वदामसि यदा नः सर्वमिदगदयत्मकं सुमना असात्सहि परासुभा अतो जसाम्रो अरुण उत बभ्रो सुमांगला देशैन कुमरुद्रा अनितो। श्रीमती डाक्टर शरद छेत्री चन्द्र राई, उहाँको नाम हुनुहुन्छ पुनम राई। अनि हामी माझमा दार्जिलिङ म्युनिसिपालिटीका चेयरम्यान श्रीमान दिपेन ठकुरीज्यू पनि आइसक्नु भएको छ। अनि यहाँ हाम्रो भव्य त्रिशूलको उद्घाटन भइरहेको छ। आज महाशिवरात्रिको ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम
अर्पण आदि कार्यहरू सबै भइरहेका छन्। तर ती सबैभन्दा भगवान भोलेनाथलाई प्यारो के लाग्छ अरे भन्दा आरती। भगवान आरतीमा यति प्रसन्न हुनुहुन्छ, त्यसले गर्दाखेरि हाम्रा महाशिवरात्रिका अक्षताले पूजा गर्न त्यहाँ ल पहिले अक्षताले वरिपरि बिचमा होइन। ओम आरात्रे पार्थिवं राजा पेटुर प्रायिधामभि दिवः सदा गुंसि बृहति वितिष्ठस आत्मेकं वर्तते तमः अग्निर्ज्योतिर्ज्योतिः
प्रभुसँग सोधे मैले पनि बाहिर चढेर राख्दा the spiritual people. हाम्रा दलीय यहाँनिर एउटा फोटो खिचिदिनु न मेरो लिनु त भिडियो होइन है फोटो ल त्यो फोटो खिचिदिनु यहाँ उभिरहेको हो घुमिहिँडेको मात्रै